अहिले भने हामी उग्रतारा मन्दिरको छेउैमा रहेको यो राधा र कृष्णको मूर्ति भएको ठाउँमा आएका छौँ हामी। एकदमै राम्रो खालको मूर्ति छ। यहाँ आएर हामीले जुन बेला डडेलधुरामा पुग्ने गरेका छौँ त्यति बेला चाहिँ हामीले यहाँ आएर फोटो टिकटक बनाइरहेका हुन्छौँ। धेरै श्रद्धालु भक्तजनहरू पनि आएको बेलामा यहाँ टिकटकहरू बनाउने होइन, पूजाहरू गर्ने, धुपबत्ती बाल्ने गर्नुहुन्छ। आज विशेष गरी शनिबारको दिन छ है। यहाँ फोटो खिच्ने अनि टिकटक बनाउनेहरूको धेरै भिड रहेको छ। रमाइलो छ, आउनुहोला। यतातिर गणेशको मूर्ति रहेको छ भने यतातिर हाम्रो राधा कृष्णको मूर्ति रहेको छ। उता छोरी छिन्, घन्टी बजाइराखेको छिन्, रमाइलो गरिराखेकी छिन्। केटाकेटीहरूको लागि त अत्याधिक रमाइलो छ। हामीहरूको लागि पनि यहाँ दर्शन गर्न आउँदाखेरि एकदम रमाइलो र दर्शन गर्दाखेरि पनि छुट्टै आनन्द आउने गर्छ। यस्तो राम्रो मूर्तिहरू रहेको छ है। ल हुन्छ, नमस्ते, आउनुहोला, बाई बाई।